हेलो नमस्ते हजुरहरु सबैजनालाई गुरुङ फ्यामिली च्यानलमा स्वागत छ। आज मैले बनाएको छु स्पेशली पोर्क र रक्तीको मासु मिक्स गरेर, अनि यता चाहिँ काँक्रा र यो चाहिँ भाङको छोप हालेर चाहिँ मैले अचार बनाएको छु है। अनि यता चाहिँ घिउ र भात, अनि यो के भन्छ गुलियो भात भन्छ है पोखरामा, लट्टे भात एक यति लिएर आएको छु भनेदेखि यति चाहिँ प्लेन राइस छ। अनि फेरि यहाँ दुई किसिमको भात देखिन्छ नि त, त्यही भएर के। अनि हामीसँग यल्लो दाल छ, हजुरहरु सन्चै हुनुहुन्छ होला, हामी पनि एकदमै सन्चै छौँ। ल भन्दै सुरु गरौँ है। ल आमा दाल हालिदिउँ। जिराले धानेको कि मैले। है त खुर्सानी चाहिन्छ? खुर्सानी चाहिन्छ हजुरलाई? खाने डल्ले खुर्सानी होइन, यहीँतिर छ, मलाई यहीँ ठिक्क भएको छ। ओहो कस्तो मिठो खुर्सानी। अचार त दामी भएछ आमा। तपाईँलाई अलिक पिरो भयो कि? ठिक्क भयो, अचार त पिरै हुनुपर्ने हो नि त। फोन आएको मेसेज ग्रेभी हालिदिउँ आमा यो उसको रक्तीको। यो मिठो भएको यो हालिदिनु तपाईँलाई लिँदा पुग्छ मलाई त। मासु आमा मासु पुग्छ, सबै चिज पुग्छ।
पिरो भयो जस्तो छ तपाईँलाई है बिचरा पिरो त पिरै भएको छ ठिकै छ अचारमा हो अरूमा होइन अरूमा त हालेको छुइनँ मैले तपाईँलाई फेसहरूमा उयो नआउने नि पसिना पसिना नआउने क्या तपाईँलाई जिउमा मात्रै आउँछन् अनुहारमा पसिना आउँदैन मलाई त त्यस्तै हुनु नि मलाई चाहिँ के भएको छ हरारी अचार पनि कालो भात पनि कालो के अरे तरकारी पनि कालो आज चाहिँ कालो भयो नि कालो मिठो भएको छ तर यो भानको छोप साह्रो मिठो हुने आमा जेसँग नि मुलासँग पनि मिठो भयो थियो आज काँक्रासँग नि दामी भएको छ भात त आमा सबै चिज भयो मासु धेरै बनाएको छु नि त मैले है खान्छ नि भरे बाटोमा भेट्ने हामीले के भनेको र बाटो भेट्नेले अन्तरीको सासुबारे मिलेको देखेर छक्कै पर्छ अन्त के कोही अन्तरीको सासुबारे मिलेको त मैले त संसारमा कहिले पनि कोही पनि देखेको थिइनँ भन्छ कोही हजुरहरूको सासुबारे मिल्दाखेरि त
बेचेरै रहर लाग्छ भन्छ कोही। तपाईँले भेट्नुहुन्छ नि त, तपाईँ हिँड्नुहुन्छ नि त है। म त हिँड्दाखेरि त आमामा कति म अस्ति चटपट खाने ठाउँमा त्यहाँ गएको अनि मान्छेलाई नचिनेको म बोलिदिएको त भोइसले चिनेको के म उता फर्किरहेको थिएँ नि त। अनि भिडियोमा त कस्तो मोटी अलिक ठुलो मान्छे जस्तो देखेँ त, तिमी त अनि पुन्टी पो रहेछौ त। कसरी देखेँ कुन त त्यस्तो पुन्टी? अझ मलाई त के पो भन्थ्यो, नानी पो भन्दै थियो। म त हाँसो लाएर म भन्दा सानो एजको होला ऊ बहिनी चाहिँ। अझ मलाई नानी भनेर भन्दै थियो। कस्तो पातलो रहेछौ तिमी त भनेर भन्दै हुनुहुन्थ्यो क्या। अब भिडियोमा त जुम गरेर खिचाउँछ नि त हामीले अगाडि फ्रन्ट क्यामेराले, त्यही भएर अलिक मोटो देखिन्छ। तर मोटो त मोटो नै छु, त्यस्तो पातलो पनि छुइनँ है आमा। म फेरि पातलो पनि छैन फेरि मोटो पनि छैन, ठिक्कको छ कि। उहाँलाई त्यस्तो लागेको होला। म त हाँसो लाएर बोलीले चिने नि तपाईँलाई मैले भनेर म उता फर्केर बोलिरहेको थिएँ साथीसँग। अनि त्यसपछि यता फर्किनु त अन्तरी बहिनी होइन भनेर भनेको कि मलाई त खुसी लाग्छ त्यसरी चाहिँ। ल हामीले मलाई नि कसैले बोलीमा चिन्यो भन्छ, कसैले धेरै जस्तोले मान्छे चिन्छ। हो गुरुङ फ्यामिलीको आमा आयो भन्छ। हो त नि। आँला हाल पो गर्छ त बाटोतिर छ। एकदम खुसी लाग्छ मलाई चाहिँ। म त सितिमिति हिँड्दिनँ, अब त्यो रनिङ जाने बेलामा बेलुका इभिनिङ वक जाने बेलामा मात्रै हो निस्किने भनेको। त्यति बेलै चटपटे खानु गएको थियो अस्ति नै म। अनि त्यो चटपटे बेच्ने बहिनीले भन्नुभएको क्या, मभन्दा त सानै एज होला सायद त्यो बहिनी। मलाई त खुसी म धेरै हिँडेको भएर बेसरी भेट्छ नि त मान्छे। हजुर धेरै घुमेको भएर के त्यसरी भेट्छ मैले त। अन्त तपाईँ धेरै घुम्नुहुन्छ नि त्यही भएर भेट्नुहुन्छ क्या। कति महेन्द्रपोल पृथ्वी चौक बाटोतिर उता अमरसिंहतिर बिहामा जाँदा हरगुममा जाँदा भेटिराख्नुहुन्छ। जेमा पनि भेट्छ त नि। ल हामीले चाहिँ खाइसकेको छौँ हान्तामा, एकदमै मिठो भयो। मिठो भयो। मासु चाहिँ अलिक धेरै नै भएछ आज, धेरै नै बनाएको छु मैले। ठुल्ठुलो पिस बनाएको छु क्या फेरि मैले काटेर, अनि अलिक धेरै नै पकाएको रहेछु। हामीले जति सक्छ त्यति खाइसकेको छौँ। हजुरहरूले नि हेरेर इन्जोय गर्नु होला भन्दै अबको यो भिडियोबाट चाहिँ हामी बिदा लिन्छौँ। ल बाई हजुर सबैजनालाई धेरै माया।